So hello, good morning everyone है आज चाहिँ हाम्रो जुगल हिमालको डे 2 हो हैन हामी चाहिँ हिजो राति आएर यहाँ दिपु भन्ने ठाउँमा बसेको थियौं गाइस गुड मर्निङ है सबैलाई है गुड मर्निङ जोस यहाँ हाइट कति छ यहाँको 2500 मिटर हैन 2500 मिटर रहेछ अनि यहाँ आएर जस राति चाहिँ यसो हामी जस भनौँ न राम्रैसँग स्टे गर्यौं अनि जस आज चाहिँ यसो घाटीहरू बसिराखेको छ अलिक हाइटमा आएपछि त्यस्तै त हुने हैन गाइस जस ठ्याक्कै अब हामी आएर यो दिपु भन्ने ठाउँमा चाहिँ अब इनकेस तपाईँहरू आउनुभयो भने हैन फर्स्ट दिन आएर यहाँ बस्नुभयो भने चाहिँ जस राम्रै भनौँ न यहाँको स्टेहरू यहाँको यो भनौँ न यहाँबाट खोला नजिकै छ हैन ठ्याक्क टुप्पोमा यहाँ घामले टल्किने हिमाल चाहिँ नदेखा होला टुप्पो हिमालमा देख्छ अनि यहाँको मान्छेहरू पनि एकदम लाइक एकदम फ्रेन्डली हुनुहुन्छ हाम्रो बाजे यता आयो भनिदिउँ न हौ अहिले एकछिनमा एउटा 1-2-4 शब्द नि बोल्नुपर्छ है ल ठिक छ ल बाजे अहिले एकछिन अझै बोल्नुपर्छ ल उदेछ कता यहाँको स्टेहरू पनि ठिकै छ तपाईँहरूलाई यसो रुम पनि देखाइदिउँ न है टुर यहाँ चाहिँ टिपिकल भनौँ न एउटा टिपिकल गाउँमा बस्ने जस्तै फिलिङहरू चाहिँ आउँछ होइन होमस्टेको रुमहरू देखाइदिउँ है हाम्रो ब्यागहरू चाहिँ यहीँ भइहाल्यो होइन खाना पनि यतै खाएको थियौँ अनि त्यसपछि हाम्रो सुत्ने ठाउँ नि यस्तै नै हो है गाइस ट्रेकिङमा आउने बेला तपाईँहरूले के याद गर्नु हुँदैन कम्फर्ट खोज्ने होइन क्या यस्तै नै हुन्छ जताततै है ठ्याक्कै अनि हाम्रो आमै कता गयौँ आमै गुड मर्निङ के छ हालखबर सो हाई भनिदिनु न त नि हाई भनिदिनु न त नि ठिक छ ल आमैले हाम्रो लागि ब्रेकफास्ट बनाइदिइराख्नु भएको छ है सो यहाँ अनि आमै यसो 2-4 शब्द भनिदिनु न त हाम्रो होमस्टेको बारेमा भोलि पछि आउने मान्छेलाई यहाँ कसैले हालेको पनि रहन्छ क्या यस्तो बनाएर पनि है हामी पनि नहेरिकन आइयो फेरि खासै थिएन अब इनकेस तपाईँहरू आउनुभयो भने चाहिँ म बनाइदिइरहेको छु तपाईँहरूलाई सजिलो हुन्छ क्या अस्ति एउटा दाजु पनि आयो भिडियो बनाएर अनि त्यसले चाहिँ हालेर रहेछ त अनि युट्युबमा हालेको थियो तर अलिकति कस्तो भन्दाखेरि भनौँ न यस्तो पुरै उ गरेर चाहिँ हालेको थिएन नि स्टेहरूको होइन त लगाइज एकछिनमा भेटौँला है अब हामी ब्रेकफास्ट खान्छौँ अनि त्यसपछि निस्किन्छौँ है हाम्रो बाजेहरूले चाहिँ यसो हेभी चाउचाउ होइन त चाउचाउ अन्डा ब्रेकफास्टमा अब यही नै हो केटाकेटी हो हेर है यस्तै नै हो खाने होइन त तातो चट्ट हिमाल नजिक आएर पाउने भने यस्तै त हो नि त बाजे चट्ट लाएर बाजे तपाईँको नाम भनिदिनु न त यसो लोसाङ शेर्पा ल अहिले बाजेले ठ्याक्कै हामी निस्किनुबाट अलिकति भनौँ न डिटेल्स दिनुहुन्छ त्यति बेला म एउटा भिडियो बनाउँछु ल गाइस त्यति बेला भेटौँला है ल अब चाहिँ हामी ब्रेकफास्ट खानुलाई है नमस्ते जुगल हिमाल गाउँपालिका अनि हाम्रो यस्तै घुम्न के हुन्छ अनि यस्तै खानपिना बजार जस्तो चाहिँ छैन हाम्रो यहाँ गाउँ जस्तै हो अनि त्यति हो जुगल हिमाल घुम्नुले कोही दाजुहरू आउने रहेछ छोराहरू आउने रहेछ अनि त्यति हो ल होइन बजैले चाहिँ खासमा अलिकति डराउनु भयो क्यामेरामा भन्न म सिधै भनिदिन्छु म चाहिँ अहिले खासमा जुगल हिमाल जान लागेको हो गाइस अनि त्यही भएर यो चाहिँ हाम्रो दिपुङ गाउँपालिका रहेछ अनि फर्स्ट डे चाहिँ हामी आएर यहाँ बसेको थियौँ यहाँ तपाईँको सबै व्यवस्था छ यहाँको उहाँहरूको घरदेखि लिएर होमस्टेदेखि लिएर होइन बस्न खाने तपाईँको चिकनदेखि लिएर इच एन्ड एभ्रिथिङ चाहिँ यहाँ गरिदिनुहुन्छ उहाँहरूले वासरुम पनि यहाँ त छँदैछ भ्यू पनि राम्रो छँदैछ अब त्यही त हो नि म उहाँको नम्बर हालिदिन्छु इनकेस तपाईँहरू जुगल हिमाल आइराख्नु भएको छ भने चाहिँ आएर उहाँहरूकोमा बस्दिनँ है ल होइन त ल आमै ल आमै लाग्यो है ल बाई बाई ल
हाम्रो ट्रेक चाहिँ अफिसियल्ली सुरु भयो नि त आजबाट ल हामी चाहिँ त्यहाँबाट स्टे गरेर निस्किसक्यौँ होइन गाइज हामी कता छेङताङ होइन है छेङताङ अब निस्किरहेको छौँ यहाँबाट कति 1 घन्टा मात्र भन्दै थियो त्यहाँबाट चाहिँ अनि हामी सिधै पेमासाल जाने भन्ने ठाउँमा गएर स्टे गर्ने भनेको छौँ अनि नेक्स्ट डे चाहिँ हामी समिट जाने कुरा थियो जाने कुरा मतलब जाने नै हो जस यहाँबाट चाहिँ ठ्याक्कै स्टार्टिङ पोइन्टबाटै अलिअलि सानो सानो ग्लिम्सहरू चाहिँ आउँछ है माउन्टेनको ल अब एकछिनमा ट्रेक सुरु भइसक्यो हिँडेको त के देखाउनु गाइजहरूलाई ल एकछिनमा त्यहाँ पुगेर है खोला नि तर्नु पर्दो रहेछ है गाइज यहाँ चाहिँ है सानो खोला धेरै ठुलो त होइन सानो बाटोमा जान्छौँ छेङताङ अनि यहाँ चाहिँ खासमा मेन भनेको चाहिँ यहाँ हाइड्रो प्रोजेक्टहरू हुने रहेछ त्यही भएर चाहिँ यता आयो यो बल्ल बल्ल विकास भइरहेको रहेछ हुन त मैले पनि पहिला सुनेको थिएन जुगल हिमाल गएर के छ सर हालखबर गुड मर्निङ सो भ्लगिङ गरेर क्या सर गुड मर्निङ ल अब निस्किनु ला सर हामी त ल हस् दाजु यस ल सर यसो 2-4 शब्द बोलिदिनु न यता जुगलको बारेमा म यहाँ लेटेस्ट यहाँमाथि गएन है यहाँसम्मको भनिदिनु न यसो यहाँसम्म त अब तपाईँको यो एकदम भर्जिन ल्यान्डै हो होइन हजुर अब यसमा तपाईँ यसो आउनु भएको छ होइन राम्रोसँग एक्सप्लोर गर्नु अलिक डिटेली लिएर जानु होइन हजुर अब त्यो एक्सप्लोर गराएर मान्छेले यहाँको टुरिस्टलाई आकर्षण गर्ने किसिमले तपाईँले एकदम डिटेली लिएर जाने यहाँ हजुर हजुर त्यही भएर पनि म हजुरलाई यसो बोलिदिनु भनेको थिएँ हस् सर ल लागेको है त हस् सर हस् ल गाइज यो पोइन्टमा गएर चाहिँ तपाईँहरू पनि कन्फ्युज हुन्छ होला भनेर यहाँ 2टा बाटो छ है यो बाटो चाहिँ खासमा जुगल जाने हो अनि यो बाटो जानुभयो भने चाहिँ तपाईँहरू 5 पोखरी पुग्नुहुन्छ 5 पोखरी पनि एउटा राम्रो डेस्टिनेसन नै हो उता सिन्धुपाल्चोकै हो यो होइन म चाहिँ लास्ट टाइम उता टुपी डाँडा हुँदै गएको थिएँ अनि त्यो बाटो चाहिँ अलिक जोस लामै थियो भनौँ न अब इनकेस तपाईँहरू आइराख्नु भएको छ भने चाहिँ तपाईँले दुईटै ट्रेक नै एकचोटि गर्न सक्नुहुन्छ कस्तो भन्दा यतैबाट आयो दिपु आयो अनि त्यसपछि जुगल गयो जुगलबाट आएर फेरि यता यहाँ झरेर चाहिँ यो पोइन्टबाट चाहिँ तपाईँहरू 5 पोखरी निस्किएर 5 पोखरी पनि अराउन्ड 4500 मिटर नै हो तपाईँ जस 5-6 डेजको जति गर्नुभयो भने चाहिँ एकैचोटि 2टा ट्रेक सक्नुहुन्छ है ल बाटो चाहिँ यस्तै छ है गाइज अब हेरौँ नि खोला नि तर्नुपर्छ जमजम ओइ जुत्तामा पानी छिर्ला है ओइ काठमा चिप्लो छ है ओइ हावा कुरा गर्छस् खै कहाँ छ बाटो ल यिनी ओइ जुत्ताभरि पानी छिर्यो यार बिस्तारी है यस्तै छ है गाई बाटो चाहिँ है आउनुपर्ने हो क्या खासमा होइन समटाइम्स एडभेन्चर पनि गरिदिनुपर्छ माथिबाट पनि आउनु त आउँछ तर म्याक्सिमम् टाइम चाहिँ यहाँबाट त्यो भनौँ न ल्यान्डस्लाइडहरू भइरहँदो रहेछ यो एरिया हेर्नु न ताकि यो पोइन्टमा चाहिँ ल्यान्डस्लाइडहरू भइराख्ने रहेछ क्या फेरि यो पोइन्ट चाहिँ कस्तो रहेछ भन्दाखेरि यतादेखि उता चाहिँ अब हिजो खासमा मलाई पनि जियोलोजिकल कुरा गर्दै थियो एउटा दाइले होइन त्यो दाइले के भन्थ्यो भन्दाखेरि यो चाहिँ लास्ट पोइन्ट हो अरे क्या अब त्यो बादलहरू ठोकेर ठ्याक्कै यहाँ चाहिँ खासमा 6 मन्थ चाहिँ तपाईँको बन्द नै हुन्छ अरे क्या यो ट्रेलहरू चाहिँ है ठ्याक्कै उताबाट यो उता तिब्बत त अब खासमा पुरै डेजर्ट जस्तै छ नि त नि ठ्याक्कै यो पोइन्टमा गएर चाहिँ बादलहरू ठोकेर पानी पऱ्यो गर्छ क्या धन्न भगवान्ले साथ दिएको छ भनौँ न आइया ओइ त्यो गदो कसरी आउँछ ओइ ओइ
आया जुत्ता पुरै भिज्यो आया चिप्लो हाल्न गाई जस्तै हो कहिले काहीँ रमाइलो चाहिँ मेरो यो यसको यसको यहाँ देखा त मेरो यो गरेर गएको माथिबाट जानुपर्ने रहेछ नि ठिक्क छ यस्तो पनि हुन्छ है गाई कहिले काहीँ यस्तो हुन सकिन्छ लगन खाने भुवाज्यो झन् निस्किन्छ त्यसो अब डेस्टिनेसन चाहिँ पुग्न लाग्यौँ तर त्यस यहाँ चाहिँ कस्तो रहेछ भन्दाखेरि बाटोमा त्यो ल्यान्डस्लाइड आएको आइ गर्ने रहेछ पौडी खेल्ने जानु भाइ जानु त खेल्न त एकछिन सुकाउँछ यिनीहरूले हिँडाइ त यस्तो पो हो नि त नि है जाऊँ सँगै जाऊँ ल तपाईँहरू पनि छिङटाङै गइरह हो ल जाऊँ सो ल हाई भन्नु न त यता 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 हेर्नु न हाई भन्नु भ्लगमा ल लजाइदिएर नि यार हेलो हिँडेको 2 घन्टा भइसक्यो केटाकेटी हो के गर्नु यस्तो यस्तो गदो गदोसँग सङ्गत छ अनि कहिले जुत्ता च्यात्छ कहिले के गर्छ पानीमा खस्छ गाइज हामी चाहिँ ठ्याक्कै कति 2.5 घन्टा लाग्यो है 2 घन्टा अब हामी चाहिँ यसो हँसी मजाक गर्दै पनि लगभग 2-2.5 घन्टामा आइपुग्यौँ हामी दिपुबाट आमा अहिले यसो हाई भनिदिनु न टासी ढेले ठ्याक्कै भनिदिनु न यो कुन ठाउँमा भनिदिनु त सिङदाङमा तपाईँको नाम पनि यसो ल आमालाई मैले अब खाना बनाइदिनु भनेको छु ठ्याक्कै अब खाम अनि त्यसपछि यहाँको यसो बोर्ड पनि रहेछ त्यो पनि देखाइदिउँ न भन्ने ल ठ्याक्कै यहाँ छ है जियोलिमल बेस क्याम्प अनि तेमाङथाङ चाहिँ मुनि ठ्याक्कै टोटल डिस्टेन्स काठमाडौँबाट तपाईँहरू 127 किलोमिटर बाइक पनि आउनु त आउँछ तर म के सजेस्ट गर्छु भन्दाखेरि अलिकति एडभेन्चर बाइकहरू नेकेड स्पोर्ट्स बाइकहरू चाहिँ नलिएर आउनु है मैले खासमा बाइकमा आउनु सोचेपछि तर बाटो एकदम उनी छ अप्ठ्यारो पनि छ खोलाहरू तर्नुपर्छ नि त लकडाहरू ल हाम्रो अर्को गदो आइसक्यो है ल भ्यू चाहिँ यस्तै हो है ल एउटा गदाको जुत्ता लियो जुगाड जुगल हिमालमा जुगाड गर्दै गरेको अवस्था ल्यान्डस्केप यस्तो ल्यान्डस्केपमा आएर जुत्ता सिलाउनु पर्छ हाम्रो जिन्दगी यो नि बाङ्ग्यो यार ल धन्यवाद आमै ल लासो ल आमा यसो के खाइरा ल आमा यता भिडियोमा यसो 2-4 शब्द बोलिदिनु त बोल्नु हौ ल तपाईँ नि भनिदिनु बरु यहीँ भनिदिनु ठिक छ जस्तो तपाईँहरू तर हिँड्न सक्नुहुन्छ भने चाहिँ दिपुङ फर्स्ट डे गाडीसम्म आएर दिपु भन्ने आएछ दिपुसम्म आएर चाहिँ चेङदाङसम्म चाहिँ आउनु सक्नुहुन्छ है अब तपाईँहरूको हिँडाइमा भर पर्छ त्यो चाहिँ मेरो त गाडी पनि बस्नु सर्टकट बाटो भनिदिनु त नाटङखर्का चौने गोड नाटङखर्का भन्नु खर्कामा 2टा चौने गोड छ त्यहाँबाट त्यो चौने गोडले सोध्नु त्यहाँबाट देखाइहाल्छ कति घन्टा जति लाग्छ बाजु मुनिबाट यहाँबाट 4-5 घन्टा लाग्छ माथि पेन्सल पुग्नुलाई अन्त आरामले यहीँ बसी पनि भइहाल्यो भने होइन भोलि बेस क्याम्प पुग्ने भन्ने नि छ त्यही भएर आज पेन्सल बन्यो त भोलि बेस क्याम्प पुगिहाल्छ बरु पछि बसौँला नि ल धन्यवाद बाजु ल हस् ल बाई ल बाजु ल भएन जुत्तो बान्दै अर्को सर्टकट बाटो पनि थाहा पाइयो है गाइस बिस्तारी जाउँ त्यो केटाले भनेको
जुगाड हिमालमा जुगाड गरेको अवस्था जुगाड रेडी यो चाहिँ रातो च्याउरी है गाइस एउटा खाम है यहाँ हालिदिनु बनाइदिनु बाख्रो चना खाऊ ओइ 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 कस्तो काउकुती पो लाग्ने रहेछ त यार ओइ यो त जङ्गी आयो त यिनीहरू त खै तर काउकुती लाग्ने रहेछ यार हातमा लि त पुरानो दाना खाना नै अब त्यसको कपाल खतरा रहेछ के त्यो ओइ उदेकै साथी हो ठुलोलाई लग्छ सानो वाला मछली यो त मैले ओइ त्यसले ठुलोलाई अलि उता लग्न जा हुर दे जा कुकुरलाई यस्तो चेक गर्दै त यता देखा अब कान्छु यो खतरा आयो कपाल ओइ कान्छु त त्यता आएन यहाँ खिच म गाईलाई खाइन्छ ठुलो त तान्न त्यही गर्दैले नि ओइ या काउकुती लाग्ने लस्सो गडा लासो आम्मामा के हो हेब्बी हो क्या हो दाल खाइदे भाइ गडा हजुर चना ए चम्चा होइन हातले खाने चना कहाँ खानामा चना हाल्छ ल गाइस अब चाहिँ हामी खाना खानु लाग्यो है जुस दामी चाहिँ यहाँको लोकल भमा है ल अब एकछिनमा खाना खाइसक्छु अनि त्यसपछि देखाउँछु है गाइस खाना खाएको त के देखाउनु है होइन र गाइस अब हामीले खाना चाहिँ खाइसक्यौँ है ठ्याक्कै 1 बजी निस्क्यौँ अब यहाँको अब मान्छेहरूले चाहिँ त्यस्तै 6-7 घन्टा लाग्छ भनेको छ अब लिची होइन माथि त्यो पेमा सालसम्म पुग्न कति टाइम लाग्ने रहेछ ल आमा धन्यवाद है धन्यवाद यसो खाना यस्तो मिठो आगोमा यसो ल यसो भनिदिनु न यसो 2-4 शब्द यसो पछि आउने मान्छेहरूलाई पनि यसो हाम्रो होमस्टेको बारेमा यताउति राम्रो छ यताउति आउनुहोस् जुगल हिमाल हेर्न जानुहोस् भन्नु न हजुर अब तपाईँ आउनुभयो है भाइ काठमाडौँदेखि है हजुर हजुर सिन्ताङमा पुग्यो खाना खायो फेरि आरामले जानु फेरि भोलिपछि फेरि आउनुला भाइ त्यति हो आउँदैन ल जस उता हिमाल त्यो खुल्न अलिअलि थालेछ ठ्याक्कै आमै त्यो खासमा चाहिँ जुगल नै हो है जुगल नै हो है अलिअलि देखिँदा अलिअलि क्लियर हुन चाहिँ देखिन चाहिँ थालेछ अब लगभग यहाँदेखि त्यहाँ फेदमा जानुपर्ने हो क्या भ्यू पोइन्ट चाहिँ अझै त्यही हो क्या भ्यू पोइन्ट भन्दा नि बेस क्याम्प चाहिँ त्यहाँ माथि छ क्या ल ओके गाइज अब पेमा साल पुगेर अब कन्टिन्यू गरौँला है अब नन कति हिँड्ने हो गाइज ऊ चाहिँ त्यहाँबाट माथि निस्केपछिको एउटा ठाडो उकालो पोइन्ट छ है यी छ भनेर चाहिँ नसोच्नु है यहाँ चाहिँ ठाडै उकालोवालो रहेछ जस भराङको बाटो पनि रहेछ अब कति घन्टामा पुग्ने हिँडेको त भर्खर 15 मिनट भयो तिमी थकित भयो होइन त केटा यस्तै उकालो छ अरे क्या अब जाने बेला बिजो हुन्छ झर्ने बेला अर्को लामो बाटो हामीलाई समूह होला जस्तो ल लगाइन्छ त्यो अर्को गदा खै कहाँ छ लगाइज अझै 3 घन्टा अरे है यहाँ भर्खर एउटा दिदी भेट भएको थियो भिडियो लिँदा आयो नि यहाँ हेरी भ्लगबाट काटेर स्क्रिनशट हानेर यस ए उतै नि साला गोथीको ब्याग कस्तो खाँदै रहेछ त तो रियल एडभेन्चरस है हैन ब्याङ नै जाम जुत्ता
गाइज बाटो देखाइदिन मैले फेरि ब्लग सुरु गराएँ यो बाटो हो ठाडै उहाँ हो होइन ठाडै उता हो माथि गइसक्यो जुगल आइसक्यो यहाँ भ्लग अलिअलि गर्दैछु उहाँ माथि हो यो बाटो डेन्जरस छ त्योहरू डु नट अन्डर एस्टिमेट है मैले तपाईँहरूलाई त्योहरू बाटो देखाइदिएको है मजाले हिँड्न सक्ने मान्छे मात्र आउनु उता ओह्रालो अनि त्यहाँबाट फेरि माथि अनि फेरि उता ओह्रालो अनि उ त्यो डाँडा चढ्ने अनि फेरि अर्को डाँडा चढ्नुपर्छ उ त्यो डाँडा हो त्यो त्यहाँ त्यो डाँडाले ढाकिरहेको छ जुगल हिमाल आज उता बास बस्नु यहाँ माथि ठाडै छ है उकालो हुस्सुले पुरै ढाकिसक्यो यार माथि वेलकम टु हेभन हेभन गेट हेभन हेभन के को हेभन उता पुरै कुहिरो आइसक्यो यार हेभन गेट ल जाउँ 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 ल गाइज है कसम कति घन्टा लाग्यो यो केटा हो बिहान 9 बजी हिँड्यो बल्ल 9 बजी हिँड्यो होइन हल्ला गर्दै आएन 9 बजी हिँड्यो दिपुबाट हिँड्यो बल्ल बल्ल आइपुग्यो है कति लगभग 6-7 घन्टै लाग्यो है यहाँ नि हाम्रो नुर्बु दाइकोमा आएको छौँ होइन फर्स्ट भएछ भाइहरू छिटो आउनु भएछ छिटो हिँडेको हामी छिटै हिँड्यो अरू चाहिँ यतिको नि छिटो त छिटो हो छिन्नबाट त यतिखेर छेङजाङबाट चाहिँ 1 बजी हिँड्यो खाना खाएर ठिकै हो फसी हो ठिकै हो है ठ्याक्कै पानी पर्यो अब बाजी भयो पानी पर्न थाल्यो धन्न टाइमिङमा आएछौँ यहाँ अब यहाँ पुगेपछि केही टेन्सन छैन न ठिक छ पानी पऱ्यो भने हामी सेपमा बस्नु पर्यो यो चाहिँ ठ्याक्कै जुगल हिमालको लास्ट स्टप हो नि त दाइ यसबाट चाहिँ भोलि चाहिँ बिहान हामी सनराइज हेर्न जान्छौँ होइन त ल ठिकै छ सनराइज नहेर्नु जोसी हेरिन्छ होइन ल गाइस भिडियो ल यस्तो छ है गाइस ल सिधै गर्नुपर्दाखेरि यताको एकोमोडेसन लास्टको यस्तै हो यस्तै छ यहाँ के भन्छ फुटाउनु के हो म्याट्रेसहरू छ म्याट्रेसहरू छ यही ओछ्याउनु ल ल यो चाहिँ मैले र हालिदिएको एकोमोडेसनहरू यस्तो हो है सबै यस्तो यहाँ चट्ट लाएर फुटाउनुहरू यहाँ म्याट्रेस पनि छ है हेभीवाला छ ल यहाँ आगो ताप्ने